बोल्न चाहँदैन त्यति पनि सबैलाई नमस्कार छ त्यो पनि मनदेखि वी आर एट इन्द्रथान डाँडा योभन्दा अगाडिको भ्लगमा हेर्नु भएको थियो होला होइन अब यो चाहिँ त्यसकै अपोजिट ठ्याक्क हेभेन डाँडा सर्लको देखाइदियो त भाइ मजाले यो चाहिँ गोर्खा भ्यू है गाइज यो चाहिँ गोर्खा भ्यू हो र यता चाहिँ काठमाडौँ जिल्ला नै फोरको डङ्गुर पो देख्छ यो भन्दैछ यस्तो हान्छु जान्दिन हौ अहिले के पढ्दै मुखसुख फुटाइदिन्छु म बुझिस् नि भाइ बुझे ठिकै छ रमाइलो एउटा मैले चाहिँ यसरी चाहिँ फोर गर्नु भएन देखाइदियो त यसरी हेभेन डाँडा आएर यसरी फोर गर्नु भएन है यस्तो नेचुरल ठाउँमा यस्तो फोर गर्यो भने के होला भन्नु न अवस्था के होला यस्तो सबै रमाइलो गर्ने ठाउँमा ल केटाहरु हेलो भन्दिउ हेलो हेलो हात हल्लाइदिउँ हेलो विनोद दाइ यता विनोद दाइ हुनुहुन्छ पुरै चिलमा छ डाँडामा आफ्टर 1 मन्थ भेटघाट गरेर कम भएको हो हामी यहाँ माथि आएको थियौँ अघि पानी बहेर परेको थियो अहिले चिसै छ लास्ट हो आफ्टर त्यो धादिङ देखाइदेऊ त पुरै यो चाहिँ पुरै धादिङ हो धादिङ जिल्ला काठमाडौँ हेर्नु है काठमाडौँहरू सब छ नि हैन सबैजना आउनु पर्यो रमाइलो गर्नुपर्छ है काठमाडौँबाट कति टाढा छ एकचोटि भनिदिनु पर्दा यो ठाउँ काठमाडौँको कतिको टाढा छ यति भनिदिनु पर्यो काठमाडौँ त काठमाडौँ जिल्ला हो तर अब कोलङ्कीबाट चाहिँ बाइकमा आउनु भयो भने ट्याक्कै 15 मिनेटमा पुग्नुहुन्छ यहाँ 15 मिनेटमा जामसाम भएन नि 15 मिनेटमा झ्याप्पै पुगिन्छ एकताली आउनै पर्ने ठाउँ है एकताली आउने यताबाट आउने हो ठाउँ चाहिँ देखाइदेऊ एकदम राम्रो भ्यू देख्छ यहाँबाट चाहिँ एकदम सिन काठमाडौँ 360 पुरै देखिन्छ यहाँबाट गोर्खा जिल्लादेखि धादिङ सबै देख्छ यहाँबाट चाहिँ हेभेन डाँडाबाट र यो भन्दा राम्रो अझै माथि भ्यू टावरबाट इन्द्रथानको भ्यू टावरबाट चाहिँ एकदम 360 भ्यू देख्छ तपाईहरु आउन सक्नुहुन्छ मजाले पानी परिरहेको थियो अहिले एकैछिनमा घाम आयो अघि हुरी बतास चल्यो ल अब बिस्तारै भेट्दै गर्नुपर्छ ल है त लुक एट द भ्यू अफ के डाँडा भाइ हेभेन डाँडा लुक एट काठमाडौँ भ्यू चिलमा छ चिलमा ल फोटोसुट हुँदैछ तर यहाँ तल चाहिँ नहेरिदिनु होला नहेरिदिनु होला ल मेरो अघिको क्यामेराम्यान भाइ हेर्नुसम भाइ उही हो है ल तिमीले यो ठाउँमा आएर कस्तो फिल भइरहेको छ ल भनिदिइहाल त यो ठाउँमा आएर चाहिँ एकदमै गुड फिल भइरहेछ यो ठाउँको वातावरण एकदम रमाइलो छ अनि अघिसम्म यहाँ हावाहुरी पानी चलिरहेको थियो र एकछिन पछिको उमा चाहिँ यहाँ पुरै घाम लागिरहेछ और अभी तो रुको क्लाइमैक्स अभी बाकी है लाइको इन्टरभ्यू हेर्नु है यस्तो पुरै इन्टरभ्यू तरिकाले चट्ट भनिरहेको छ ल यहाँ हेर्नु अर्को ल यसको त पोज मात्र छ है फेरि पुरै विनोद दाइ आउनु होला रमाइलो गर्नु होला एकदम दामी छ खतरा छ नि हैन ल सबैजना ओके हाल्यो त आएपछि एउटा चीज कहिले पनि नबिर्सनु यहाँ सुकुटी चाहिँ एकदम फेभरेट एकदम मिठो पाउँछ यो सुकुटी खान नि आउनु है
चटपटे सुकुटी पुरै खत्रै। चटपटेदेखि सुकुटी सबै एकदम मिठो पाउँछ यहाँ चाहिँ। यो पसल चाहिँ भुल्नु हुँदैन यहाँ आएपछि। यो पसल भुल्नु हुँदैन अरे होइन। के लिएर आउनु रे दाइ? सोल्टिनीहरू लिएर आउनु रे। अहिले त सबै केटाहरू है सुल्टिनी सुल्टिनु। यतिको हुनु पर्यो है, यतिको चाहिँ हुनु पर्यो केटाहरूको भाइब्स। केटाहरूको भाइब्स यतिको चाहिँ हुनु पर्यो होइन। ल हेर्नु है, यहाँ झन् ग्रुप आयो भने झन् रमाइलो। चट्ट लाएर ल ह्यान्डसम भाइले के भन्दैछ ल? ग्रुप सुप आयो भने झन् रमाइलो। क्याम्प फायरहरू सबै गर्न सक्नुहुन्छ यहाँ। र बेलुकाको टाइममा धेरै चिल छ यो ठाउँ पनि। यसो काठमाडौँ पुरै रङ्गी चङ्गी झिलमिली देखिन्छ यहाँबाट। र उता गोर्खा जिल्ला देख्छ। गोर्खा जिल्ला उता उनीहरूले अब भिडियो गर्ने रे। अहिलेको लागि चाहिँ एकछिन ल एकछिनमा भेटौँ है त गाइज। ल जसले पैसा दिन्छ त्यसको पछि लाग्ने र कसैले 5 रुपियाँ दिएन भने हामी त्यसलाई फर्केर पनि नहेर्ने। मलाई त्यति साह्रो पाके पनि नसोच है माया। मलाई पनि इङ्ग्लिस गीत गर्न आउँछ, तर विदेशी मेरो पछि लाग्छ भने डर लाग्छ माया। तलदेखि माथि तिम्रो सबै कुरा पर्फेक्ट, छुट्याउन गाह्रो तिमी मान्छे हो कि